ल आज हामी रेस्पिरेटरी सिस्टम पढ्छौं है। एकदम इम्पोर्टेन्ट टपिक रहेको छ रेस्पिरेटरी सिस्टम, श्वास प्रश्वास प्रणाली भन्छौं। यसको बारेमा आज हामी डिटेलमा बुझ्छौं। पहिला पनि हामी यसको मेकानिजमको कुरा गरिसकेका छौं है। सो मेकानिजमको कुराहरू आज हामी गर्दैनौं। बाँकी जुन छुटेका कुराहरू थियो त्यो आजको यस क्लासमा गर्छौं। मेकानिजमको लागि त्यो छुट्टै क्लास एटेन्ड गर्नु होला है। मैले पछिल्लो क्लासमा मेकानिजमको बारेमा डिटेलमा भनिदिएको छु। यदि त्यो क्लास छुटाउनु भएको छ भने त्यो रेकर्डिङ एभाइलेबल छ, त्यहाँबाट चाहिँ हेर्न सक्नुहुन्छ। तपाईहरुको ग्रुपमा लिंक एभाइलेबल होला, उताबाट एक्सेस गर्न सक्नुहुन्छ। ल सो स्टार्ट गरौँ। रेस्पिरेटरी सिस्टम है। सो रेस्पिरेटरी सिस्टम भनेको के हो? एट फर्स्ट यो बुझ्नु पर्छ है। सो रेस्पिरेटरी सिस्टम भनेको सिम्पल बुझ्दाखेरि यो चाहिँ के हो? ग्रुप अफ अर्गन हो। के हो? सिस्टम भनेको के हो? सुरुमै मैले तपाईहरुलाई इन्ट्रोडक्सन क्लासमै बताएको थिएँ है। सो सिस्टम आउने बित्तिकै के हो? ग्रुप अफ अर्गन हो है। सिस्टम भनेको के हो? ग्रुप अफ अर्गन। रेस्पिरेटरी भएको कारणले हामीले के लेख्छौं? ग्रुप अफ अर्गन व्हिच इन्भल्भ्स इन इनहेलेसन है, श्वास लिनको लागि है। श्वासमा के लिन्छौं? इनहेलेसन अफ अक्सिजन, अक्सिजन एन्ड एक्सहेलेसन भनेको फाल्नलाई। एक्सहेलेसन अफ के फाल्छौं हामी? कार्बन डाइअक्साइड। कार्बन डाइअक्साइड जसलाई CO2 फर्मुलाले, यसलाई फर्मुलामा O2 लेखिन्छ। तपाईहरु त केमिस्ट्री पढ्नु भएको छ हैन? होस् यो पनि जानिराख्नु होला है। सो यो ग्रुप अफ अर्गन्स हो जुन चाहिँ श्वास लिनको लागि, अक्सिजन लिनको लागि र कार्बन डाइअक्साइड फाल्नको लागि चाहिँ काम गर्छ। त्यो प्रणालीलाई हामी रेस्पिरेटरी सिस्टम भन्छौं। सिम्पल यति बुझ्दा हुन्छ है। बुझ्नुभयो सजिलो भाषामा। सो यसमा चाहिँ इन्भल्भ हुने मेन चाहिँ 6 वटा अर्गन छन् है। 6 वटा अर्गन छन् मेन है। सो त्यो कुन कुन अर्गन हुन् त्यो सुरुमा म तपाईलाई बताइदिन्छु है। सो नोज एन्ड नेजल क्याभिटी एक नम्बर, नोज एन्ड नेजल क्याभिटी। अर्को चाहिँ फेरिङ्स, फेरिङ्स है। अर्को ल्यारिङ्स। अर्को चाहिँ तपाईको ट्राकिया। अर्को ब्रोंकस एन्ड ब्रोंकाइल्स, ब्रोंकस एन्ड ब्रोंकाइल्स र अर्को लंग्स। यसै गरी 6 वटा हाम्रो भयो। यो माथिको जुन तीनटा हेर्दै हुनुहुन्छ, यो माथिको तीनटालाई हामीले अपर रेस्पिरेटरी ट्र्याक भन्छौं। अपर रेस्पिरेटरी ट्र्याक्ट भन्छौं है। यो तीनटा माथिको अपर रेस्पिरेटरी ट्र्याक भयो। अनि तलको जुन तीनटा छ यो चाहिँ लोअर रेस्पिरेटरी ट्र्याक भयो। के भयो? लोअर रेस्पिरेटरी ट्र्याक्ट भनेर लेख्नु होला है। यो चाहिँ छुट्टै लेख्नु होला। यहाँ तल पनि मैले राखिदिएको छु, यहाँबाट चाहिँ तपाईहरुले थाहा पाउन सक्नुहुन्छ है। हेर्नुस् त यो तीनटा, यो चाहिँ यसैको पार्ट हो है, नझुकिनु होला। फेरिङ्सकै पार्ट हो। नेजोफेरिङ्स, ओरेङ्गोफेरिङ्स, ल्यारिङ्गोफेरिङ्स है। यो चाहिँ सबै पार्ट हो। ओके ल। सो यति कुरा क्लियर भयो है। नझुकिनु होला। यसको मेन कतिवटा पार्ट छ ल भन्नुस् त? 6 वटा है। 6 वटा यसको पार्ट्सहरु रहेको छ। ओके। र यही रेस्पिरेटरी सिस्टमको दुईटा पार्ट रहेको छ, अपर रेस्पिरेटरी ट्र्याक र लोअर रेस्पिरेटरी ट्र्याक, जुन चाहिँ भर्खरै मैले भनिसके है। त्यही कुरा छ। ओके। यो यहाँ हेर्नुस् त, यहाँ ल्यारिङ्स चाहिँ तल आइरहेछ, यसले माथि लेख्नु पर्छ है। यसले चाहिँ यहाँ लेख्नु होला तपाईहरुले। ल्यारिङ्स जसलाई हामी भोइस बक्स भन्छौं, यसलाई चाहिँ सच्याउनु होला है। यो चाहिँ माथि पर्छ। नोज एन्ड नेजल क्याभिटी, मैले के भनेको थिएँ? नोज नेजल क्याभिटी, फेरिङ्स, फेरिङ्स ल
ल्यारिङ्स। यो तीनटा चाहिँ अप्परमा पर्छ, बाँकी चाहिँ लोवरमा पर्छ। सो यो चाहिँ यहाँबाट काट्दिनुस् है, यो चाहिँ लोवरमा पर्दैन। लोवरमा पर्ने भनेको ट्र्याकिया भयो, ब्रोङ्कस एन्ड ब्रोङ्काइल्स भयो, अनि त्यसपछि लङ्स भयो। अब यो एल्भियोलाई भनेको लङ्सकै पार्ट्स हो। स्ट्रक्चरल एन्ड फङ्सनल युनिट अफ लङ्स भनेर सोध्छ, के हुन्छ? एल्भियोलाई हुन्छ है। स्ट्रक्चरल एन्ड फङ्सनल युनिट अफ लङ्स के हुन्छ? एल्भियोलाई। ओके, फङ्सनल युनिट भनेर सोद्धा पनि एल्भियोलाई लगाउनु होला। क्लियर? ओके, बढौँ अगाडि। केही गाह्रो छैन है। यहाँ हेर्नुहोस् त, एउटा पोइन्ट यहाँ छुटेर रहेछ। के भनेको छ यसको इम्पोर्टेन्स पढ्नुहोस् त। रेस्पिरेटरी सिस्टमको चाहिँ फङ्सन के छ? ग्यासेस एक्सचेन्ज गर्नलाई, मेन्टेनिङ एसिड बेस ब्यालेन्स है। यो जुन CO2 हुन्छ नि, यो चाहिँ एसिडिक नेचरको हुन्छ के, एसिडिक नेचर। जसरी यो चाहिँ मोइस्चर भनेको वाटर भ्यापर, ह्युमिडिटी भनौँ न, वाटरसँग। अब हाम्रो एयरमा त वाटर पनि छ भ्यापरको फर्ममा। सो जसरी यो कार्बन डाइअक्साइड वाटरसँग रिएक्सन गराउँछ, H2CO3 बनाउँछ के है, जसलाई हामीले कार्बोनिक एसिड भन्छौँ। सो एसिडिक नेचरको छ। सो यो कार्बन डाइअक्साइडले जब बाहिर हामी फाल्छौँ त हाम्रो एसिडिटी चाहिँ के हुन्छ? पीएच चाहिँ घट्छ। पीएच घट्छ नभन्नुहोस्, पीएच बढ्छ। किनकि पीएच बढिसकेपछि, पीएच जति बढी भयो, किनकि यो तपाईँले पीएच स्केल हेर्नु भएको छ, यो 7 हो। घट्नु भनेको त झन् एसिडिक हुनु हो। पीएच बढ्नु भन्नु पर्यो कि यो ठाउँमा। पीएच बढ्नु भनेको बेसिक तर्फ जानु है। सो CO2 जब बाहिर जान्छ त जुन एसिडिटी हुन्छ त्यो चाहिँ घट्छ है, कम एसिडिक हुन्छ। ओके, सो यसै गरी चाहिँ शरीरमा चाहिँ एसिड र ब्यालेन्स मेन्टेन गर्ने काम गर्छ। ओके, कार्बन डाइअक्साइड बाहिर फाल्नु भनेको एसिडिटी कम हुनु। यदि भित्रै रहिरह्यो भने एसिडिटी बढी हुनु। यसरी बुझ्दा हुन्छ। यो CO2 एसिडिक नेचरको हुन्छ। ओके, ल, सो यति कुरा थाहा पाइसक्नु भयो। अर्को, अल्सो प्ले रोल इन भोइस प्रोडक्सन, बोल्नमा पनि सहायता गर्छ। क्लियर? सबै क्लियर? एकचोटि यो इमेज हेर्नुहोस् त। तपाईँले यो फिगर बनाउन दिन सक्छ है, प्र्याक्टिस गर्नु होला। यसको पार्ट्सहरूको नाम लेख्न दिन्छ, तपाईँहरूले लङ्स सम्झिनु होला। लङ्सको नाम, यसको पार्ट्स ब्रोङ्कस, ब्रोङ्काइल्स, ट्र्याकिया। कम्तीमा चाहिँ तपाईँले 6वटा पार्ट्स देखाउनै पर्छ है। बुझ्नुभयो? मेन पार्ट्सहरू देखाउनु पर्छ। नेजल क्याभिटी, ल्यारिङ्स, फेरिङ्स है, नोज यहाँ भयो, ब्रोङ्कस, ब्रोङ्काइल्स है, लेफ्ट राइट लङ्स। कम्तीमा यति चाहिँ देखाउनु पर्छ तपाईँहरूले लेबलिङ गरेर है। यदि डायग्राम सोध्यो भने कहिलेकाहीँ के गरिदिन्छ भने हेर्नुहोस् है, कहिलेकाहीँ यो चाहिँ यसरी छोपेर यसको नाम ए लेखिदिन्छ, यसलाई काटेर यहाँ बी लेखिदिन्छ, अनि तल गएर भन्छ नेम द पार्ट अफ ए एन्ड बी भनेर सोध्छ। एन्ड अल्सो राइट द फङ्सन, राइट देयर फङ्सन भनेर सोधिदिन सक्छ। भनेको यो डायग्राम बनाएर दियो, एबी राखिदियो कि, भनेको यो ए भन्ने जुन एरो देखाइएको छ, यो ए को के नाम हो ल भन्नुहोस् त? सो ट्र्याकिया हो। अनि अर्को बी जुन यहाँ आएको छ त्यो के हो? ब्रोङ्कस हो। र यिनीहरूको कार्य के हो? सो जब तपाईँले यसलाई चिन्नुहुन्छ तब न यहाँ फङ्सन लेख्नुहुन्छ। सो यसरी गाह्रो बनाइदिन सक्छ। यदि चिन्हमा बिग्रियो भने फङ्सन स्वतः बिग्रिन्छ। याद गर्नु होला। हेर्नुहोस् त, फ्लो कसरी चाहिँ एयर पास हुन्छ हाम्रो रेस्पिरेटरी ट्र्याक्टमा। सुरुमा नोज थ्रु हामी एयर इनहेल गर्छौँ, नेजल क्याभिटी हुँदै फेरिङ्स, ल्यारिङ्स हुँदै ट्र्याकियामा जान्छ। ट्र्याकियालाई विन्ड पाइप पनि भन्छ, यसलाई सम्झिनु होला। विन्ड पाइप, यसलाई भोइस बक्स
है। यसलाई फुड पाइप, ब्रोङ्काई, ब्रोङ्काइल्स। ब्रोङ्काई भनेको अलि मोटो पार्ट्सलाई यो ब्रोङ्काइल्स भन्छ र यसको ब्रान्चेसहरूलाई ब्रोङ्काइल्स भन्छ के है। ब्रोङ्काइल्स हुँदै कहाँ जान्छ? एल्भियोलाईमा जान्छ। यो चाहिँ जुन फ्लो चार्ट छ यो फ्लोलाई चाहिँ तपाईले सम्झिनु पर्यो, कसरी कसरी एयर चाहिँ ट्राभल गर्छ हाम्रो लङ्ससम्म। अब यहाँ केही एमसीक्यूहरू छ, सुरुमै हामी गरिहालौँ। एमसीक्यू, द मेन फङ्सन अफ रेस्पिरेटरी सिस्टम इज, ग्यासेस एक्सचेन्ज। सर्कुलेसन डाइजेसन गर्छ र गर्दैन नि? करेक्ट एन्सर इज ग्यासेस एक्सचेन्ज। द ओपनिङ अफ रेस्पिरेटरी सिस्टम इज, अब रेस्पिरेटरी सिस्टमको ओपनिङ के हुन्छ? फेरिङ्समा हुन्छ? हुँदैन नि, यो त बिचको पार्ट भयो, नोज हुन्छ है, नोजमा ओपनिङ हुन्छ है। सुरुको ओपनिङ चाहिँ कुन हो भन्न खोजेको छ कि नोज हुन्छ। विच पार्ट इज अल्सो नोन एज भोइस बक्स, भर्खरै यहाँ भने भोइस बक्स कसले भन्छ? ल्यारिङ्सलाई। केही समस्या भयो? भएन। विन्ड पाइप, भर्खरै मैले भने ट्राकियालाई। ग्यासेस एक्सचेन्ज अकर एल्भियोलाईमा हुन्छ है, अलवेज एल्भियोलाईमा हुन्छ, सम्झिनु पर्यो। लङ्स आर लोकेटेड इन द, अब कहाँ? थोरासिक क्याभिटीमा हुन्छ है, यो सम्झिनु होला। र मुटु चाहिँ यही थोरासिक क्याभिटी जुन छ यसैको बिचमा अवस्थित हुन्छ कि दुईटैतर्फ लङ हुन्छ, बिचमा चाहिँ मुटु अवस्थित हुन्छ। ल अर्को चाहिँ राइट लङ्स ह्याज हाउ मेनी लोब, 3टा लोब हुन्छ है। र लेफ्टसँग कति हुन्छ? 2टा हुन्छ, 2 लोब, सम्झिनु होला। इम्पोर्टेन्ट छ, पछिसम्म काम लाग्छ। लेफ्टसँग कतिवटा हुन्छ? 2टा हुन्छ। फेरिङ्सलाई के भनिन्छ? थ्रोट दिएको छ यहाँ, फुड पाइप पनि आउन सक्छ है। भोइस बक्स कसले भन्छ? ल्यारिङ्सलाई भन्छ। विन्ड पाइप ट्राकियालाई भन्छ, यो सम्झिनु होला। स्मलेस्ट युनिट अफ रेस्पिरेटरी सिस्टम आयो है, फङ्सनल युनिट, स्मलेस्ट युनिट, त्यही कुरा भनेको छ क्या। एल्भियोलाई कहाँ गयो? यहाँ त्यही प्रश्न हो, हेर्नुहोस् त। विच ग्यास इज टेकन इन ड्युरिङ रेस्पिरेसन, रेस्पिरेसनको दौरानमा हामी कुन ग्यासेस लिन्छौँ त? लिन त हामी सबै ग्यासेसहरू लिन्छौँ है, कार्बन डाइअक्साइड पनि लिन्छौँ, किनकि कार्बन डाइअक्साइडको मात्रा हाम्रो एटमोस्फियरमा छ, नाइट्रोजन पनि छ, अक्सिजन पनि छ। सो तिनटै मध्ये हामी के लिन्छौँ? अक्सिजन है, प्रायोरिटी त अक्सिजनलाई दिने हो। विच ग्यास इज एक्सपेल्ड आउट, कुन बाहिर फालिन्छ? कार्बन डाइअक्साइड। यस्तो सहिलो सहिलो दियो भने नबिगार्नु होला। डायफ्राम्स इज, डायफ्राम भनेको मसल्स हो के, रेस्पिरेटरी चिफ मसल। रेस्पिरेटरी चिफ मसल्स भनेर सोध्यो भने तपाईँले के बुझ्नु होला? डायफ्राम हो है, डायफ्राम हो। ड्युरिङ इनहेलेसन डायफ्राम के हुन्छ? हामीले इनहेल्ड गर्दाखेरि चाहिँ त्यो चाहिँ डायफ्राम चाहिँ तलतर्फ आउँछ र आउटवर्ड मुभ हुन्छ, बुझ्नुभयो? त यहाँ मुभ डाउनवर्ड र कन्ट्र्याक्ट छ, तर यहाँ कन्ट्र्याक्ट नहुनुपर्ने हो, यहाँ आउटवर्ड हुनुपर्ने हो क्या है। आउटवर्ड, यता आउटवर्ड जान्छ अनि यो तल जान्छ, अनि यहाँ स्पेस भएपछि अनि बाहिरबाट एयर यहाँ आउने हो हैन। सो यहाँ लेख्नु होला है, आउटवर्ड। नेजल क्याभिटी हेल्प्स इन फिल्ट्रेसन अफ एयरमा हेल्प गर्छ है, हावालाई कुल गर्छ, हावालाई चाहिँ फिल्टर गर्छ, जुन चाहिँ अहिले रेस्पिरेटरी सिस्टमको फङ्सनमा हामी हेर्छौँ। ट्राकिया इज सपोर्टेड बाई, ट्राकिया सपोर्टेड बाई कार्टिलेज रिङ, सम्झिनु होला। यो नयाँ प्रश्न आयो है, इलिमिनेसन मेथडबाट पनि ज्यादा हुन्छ। सपोर्टेड बाई द मसल्स, बोन्स, लिगामेन्ट। द ब्रोङ्काई डिभाइडेड इन्टु ब्रोङ्कायोल्स, त्यसको डिभिजनलाई, सब ब्रान्चेसलाई भन्छ। प्रोसेस अफ ब्रेथिङ इज कल रेस्पिरेसन। कति सहिलो। रेस्पिरेटरी सिस्टम हेल्प्स मेन्टेन के हुन्छ? एसिड बेस ब्यालेन्स, भर्खरै मैले भने। विच स्ट्रक्चर प्रिभेन्ट फुड फ्रम इन्टरिङ द एयरवे, कुन स्ट्रक्चर चाहिँ खानालाई एयरवेमा छिर्न रोक्छ, बचाउँछ? सो के हुन्छ? इपिग्लोटिस है, बुझ्नुभयो?
किनकि हाम्रो जुन सास फेर्ने छ र हाम्रो डाइजेस्टिभ ट्र्याक जुन छ है त्यो चाहिँ कमन छ के, बुझ्नुभयो। यसरी हाम्रो यो चाहिँ डाइजेस्टिभ सिस्टमतर्फ आयो, यहाँ चाहिँ लङ्सतर्फ आउँछ कि यहाँ। सो खाना यता आउनुपर्ने हो, यता गइदिन्छ के भनेको कसले यो चाहिँ प्रिभेन्ट गर्छ, यहाँ इपिग्लोटिस हुन्छ है, भल्भ जस्तै काम गर्छ। ओके, सम्झिनु होला। अरू के सोध्यो यहाँ, रेस्पिरेटरी सिस्टम पार्ट्स एन्ड फङ्सन है। सो अप्पर र लोवर रेस्पिरेटरी सिस्टम अनुसार हामी यहाँ हेर्छौँ। हेर्नुहोस् त, नोज चाहिँ इन्ट्री पोइन्ट्स अफ एयर भयो, यसले फिल्टर गर्छ डस्टहरूलाई है, डट्सहरूलाई। यसले हावालाई चाहिँ मोइस्चर अथवा वार्म गर्छ। अब जाडोको मौसममा सास फेर्दै हुनुहुन्छ त्यसलाई वार्म गर्छ, न्यानो बनाउँछ, र गर्मीको सिजनमा चाहिँ तातो हावा लिनुहुन्छ त्यसलाई चिसो बनाउँछ। नेजल क्याभिटी लाइन्ड विथ म्युकस एन्ड सिलिया ट्र्याप डस्टहरूलाई ट्र्याप गर्छ, माइक्रोबहरूलाई भित्र छिर्न दिँदैन र स्मेलिङमा हेल्प गर्छ। फ्यारिङ्स जुन चाहिँ कमन पासेज अफ एयर एन्ड फुड हो है, जुन चाहिँ 3टा डिभिजन छ यसको, नाजोफ्यारिङ्स, सोरोफ्यारिङ एन्ड ल्यारिङ्गोफ्यारिङ्स। लोवर रेस्पिरेटरी ट्र्याकमा हेर्नुहोस् त, ल्यारिङ्स जसले भोइस बक्स भन्छ, भोइस प्रोडक्सन गर्छ, भोकल कड यसैमा हुन्छ है, र इपिग्लोटिस हुन्छ जसले के गर्छ, प्रिभेन्ट फुड इन्टरिङ इन एयरवे। ट्र्याकिया विन्ड पाइप भन्छ, ल्यारिङ्स र ब्रोङ्काइलाई कनेक्ट गर्ने ट्युब हो। सी सेप्टको कार्टिलेज रिङ हुन्छ सपोर्टेडमा है, क्यारिज एयर टु द लङ्स। अब एकदम सिम्पल। एल्भियोलाई फङ्सनल युनिट अफ लङ्स, मेन साइट अफ ग्यासेस एक्सचेन्ज, अक्सिजन इन्टर इन्टु द ब्लड एन्ड CO2 लिभ्स द ब्लड एन्ड इन्टर टु एल्भियोलाई एन्ड एल्भियोलाई थ्रु चाहिँ इलिमिनेट हुन्छ बाहिर। लङ्स इम्पोर्टेन्ट छ। लङ्सको कभरिङलाई के भन्छ, प्लिउरा भन्छ। राइट लङमा 3टा लोब र लेफ्टमा 2टा लोब्स। सपोर्टिङ स्ट्रक्चर डायफ्राम, चिफ रेस्पिरेटरी मसल भनेर सोध्यो भने रेस्पिरेटरी मसल्स के हुन्छ, डायफ्राम हुन्छ। 2टा रेस्पिरेटरी मसल छ, डायफ्राम एन्ड इन्टरकोस्टल मसल, जो रिब्सहरूको बिचमा हुन्छ। सो डोम सेप हुन्छ यो, कन्ट्र्याक्ट, इन्हेलेसन गर्दाखेरि कन्ट्र्याक्ट हुन्छ। सो यहाँ जुन इन्हेलेसन हुन्छ, डायफ्राम मसल्स चाहिँ के हुन्छ, डाउनवर्ड जान्छ, डाउनवर्ड, र चाहिँ इन्टरकोस्टल मसल चाहिँ कन्ट्र्याक्ट भइदिन्छ के। इन्टरकोस्टल मसल के हुन्छ, कन्ट्र्याक्ट हुन्छ। यो चाहिँ बुझ्नु होला है। कन्ट्र्याक्ट हुनु भनेको थोरै एरिया सीमित गर्नु, अनि लङ्सले धेरै ठाउँ पाउँछ, अनि इजिली चाहिँ यहाँ अक्सिजन आएर भर्न पाउँछ है। सो यी कुराहरू तपाईँले बुझ्नु होला। यसको मेकानिजममा पनि यी कुराहरू गरेको छु, नझुकिनु होला। रिल्याक्स है, एक्सहेलेसनको बेला के हुन्छ, रिल्याक्स हुन्छ। ओके, भनेको पुनः आफ्नो ठाउँमा फेरि जान्छ, रिक्वाइल हुन्छ, बुझ्नु पर्यो। ओके, इन्टरकोस्टल मसल जुन कन्ट्र्याक्ट भएको थियो अब के हुन्छ, त्यो चाहिँ रिल्याक्स हुन्छ, इनवार्डतर्फ जान्छ है, र डायफ्राम चाहिँ अपवार्ड जान्छ।